ठिक छ त बाजे, तपाईँ सही ठाउँमै आउनुभयो। अब वृन्दावन हिँडेको बाजेको पैसा सकियो भनेर यहाँ आउनु भएको छ। अब यहाँ भण्डारा पनि लागिरहेछ, तपाईँलाई खान बस्न होइन, यहाँ कुनै कमी हुने छैन बाजे। अब यो श्रीमद् देवी भागवत नसकिन्जेलसम्म तपाईँलाई हामी यतै राखेर तपाईँको सेवा पनि गर्छौँ। तपाईँ पनि यो बुढेसकालमा अब कहिले आज हो कि भोलि हो जस्तो हुनुहुन्छ होइन, यहीँ नै तपाईँको केही भइहाल्यो भने पनि भगवती देवीकै प्राङ्गणमा चाहिँ तपाईँको पुण्य हुनेछ। अनि बाबु यत्रो भागवतको आयोजना भएको रहेछ, अनि यो भागवत आयोजना गर्नको उद्देश्य चाहिँ के हो नि बाबु? बाजेले वहाँ पर देवीको मन्दिर देखिरहनु भएको छ नि बाजे, त्यो देवीको मन्दिरलाई अझै देवीको मन्दिरलाई अझै सिँगार्न र यहाँ आवश्यक रहेका केही भौतिक पूर्वाधारका कुराहरू छन् र देवीको दैनिक पूजा आराधना गर्नको लागि र पछिसम्मका सन्ततिले यो संस्थालाई चलाउनको लागि केही रकम केही अक्षय कोषमा जम्मा हुन्छ कि भनेर हामीले आयोजना गरेको बाजे। बडो दिव्य उद्देश्य रहेछ हजुरहरूको। यो उद्देश्य अवश्य सफल होस्, म यही कामना गर्छु सबैमा। अनि बाबु यत्रो भागवत आयोजना गर्नुभएछ, अनि हाम्रो गुरु कलाकार कता हुनुहुन्छ यसो उहाँहरूको दर्शन गरौँ न। हो बाजे, ल यतापट्टि हाम्रो व्यासासनमा प्रमुख वाचकमा युवा पण्डित श्री दीपक भट्टराईज्यू आसन गरिरहनु भएको छ। त्यसै गरी छेउमा पण्डित श्री गोपाल लैटेल उपवाचकको रूपमा आसन गरिरहनु भएको छ। त्यसै गरी हामीलाई बेला बेलामा दिव्य भजन सुनाउनको लागि भजन कलाकारको टोली पनि उतापट्टि बाजा गाजाको साथ शोभायमान भएर बसिरहनु भएको छ बाजे। अनि बाबु यहाँ आउँदा एउटा कुरा सोध्न मन लाग्यो। भनौँ बाजे भनौँ। अनि यहाँ के यसो जादु पनि देखाउने गरेको छ? कालो भाँडो छ, म त जादु देखाउने हो कि भनेर नि बाबु। हो बाजे, यो जादु देखाउँछ, यसले आवाजको जादु देखाउँछ। आवाजको जादु हो। अनि बाबु अनि यो बाकस जस्तो के हो नि बाबु? त्यो पनि जादु देखाउने बाकस हो। जादु देखाउने बाकस हो। अनि यो बाकसले कस्तो जादु देखाउँछ? उहाँले बजाइरहनु भएको छ नि, आवाज आइरहेछ त्यहाँबाट। अनि यो जादु देख्ने भाँडाको नाम चाहिँ के हो नि बाबु? त्यसको नाम हार्मोनियम भन्छ क्यारे बाजे। हार्मोनियम? पहिले म यौवन अवस्था हुँदाखेरि यो हार्मोनियम भन्ने बाजा बजाएर धेरै भजन गाइयो नि बाबु। हो, बाजेको कुरा सुन्दा मलाई त्यस्तै लागिरहेछ बाजे। अनि यो मुसु मुसु हाँस्ने नानी चाहिँ को हुन्थे? नानी दुईजना नानी नै त्यहाँ मुसु मुसु हाँसिरहनु भएको छ। कुन नानीको कुरा गर्नु त तपाईँले? यो ओर्तिर यो बाकस लिएर बस्ने नानीको। बाकस लिएर बस्ने नानीको नाम हो भूमा अधिकारी। हो, भूमा अधिकारी। हो। अनि उहाँ चाहिँ के गर्नुहुन्छ नि? उहाँ हामीलाई मिठो मिठो भजन सुनाउनुहुन्छ। ए अघि भजन गाउने उहाँ नै हो? हो बाजे। कति मिठो सुनिरहेको थिएँ मैले। अनि बाबु यो पर्दीको दुईवटा फर्सीको डल्ला चाहिँ किन राखेको? फर्सीको डल्ला बाजे? हजुर, हेर यसो हेर्दा फर्सीको डल्ला जस्तै छ। बाजेले फर्सी देख्नु भएको छैन क्या हो बाजे? खोइ हेर्दा फर्सीको डल्ला जस्तै छ। फर्सीको डल्ला बजाउँदा आवाज आउँछ र बाजे? अनि के हो त बाबु यो? त्यसलाई तबला भन्छ बाजे। तबला। अबला? तबला तबला। ए तबला। अनि उहाँ नानी चाहिँ कहाँबाट हुनुहुन्छ, के हो नाम? उहाँको नाम हो शर्मिला सिग्देल। यो बच्छ बाबु? त्यो बच्छ। तपाईँको अहिले आवाज तपाईँ यहाँ त्यो बज्न थालेपछि नाच्न थाल्नुहुन्छ बाजे। लु बाबु एकचोटि सुनौँ न बाबु, मलाई सुन्न मन लाग्यो। जस्तो बच्छ नानी त्यस्तै बजाऊ। बाजेको डान्स भयो। बुढो मान्छे नाच्न त मन लाग्छ, नाच्न सक्दिनँ। अनि बाबु यो लामो फलक चाहिँ किन राखेको? त्यो पनि बाजे त्यो भजनमा बज्छ नि, किबोर्ड भन्छ। किबोर्ड। किबोर्ड? यो पनि बच्छ बाबु? बज्छ बाजे, बज्छ। अनि उहाँ चाहिँ को हो नि? उहाँ किबोर्ड बजाउने मान्छेलाई भन्छ किबोर्डिस्ट। उहाँको नाम कहाँबाट हुनुहुन्छ? उहाँ धरानबाट। धरान थाहा छ बाजेलाई? तपाईँ कहाँबाट आउनुभयो अरे वृन्दावन जान? वृन्दावन जान धेरै टाढाबाट बाबु, म त माथि पाहाडतिरबाट हो। पाहाडबाट आउँदाखेरि तपाईँ धरानमा झर्नु पनि उहाँ त्यहीबाट आउनुभयो। धरान नाम चाहिँ सुनेको हो बाबु। हो। यो बच्छ बाबु? एकचोटि सुनौँ न बाबु कस्तो बच्छ।
साह्रै मिठो बज्ने। अनि बाबु धेर नबजा मैले बाजेको बाजा बसे जस्तो छ। अनि बाबु यो पतिर पिरा लिएर बसेको छ नि, त्यो पिरा चाहिँ किन बाबु? त्यो पिरा पनि ठोक्ने हो बाजे, त्यहाँ लट्ठी देख्नु हो। पिरा जस्तो देख्छ, दुईवटा लट्ठी पनि छ। अनि बाबु त्यो बाजाको नाम चाहिँ के हो? त्यसलाई भन्छ बाजे, अङ्ग्रेजी नाम छ। अब बाजेलाई अङ्ग्रेजी आउँछ आउँदैन फेरि। के हो? अक्टोप्याड, अक्टोप्याड। बाबु मैले धानको ब्याड, कोदोको ब्याड त्यो सुनेको थिएँ, भने यो अक्टो ब्याड भनेको कस्तो हो नि त? अक्टोप्याड होइन बाजे, अक्टोप्याड। अक्टो प्याट। त्यसलाई प्याट प्याट पारेपछि बज्ने भयो र त्यसको नाम ए अक्टोप्याड। त्यो पनि बज्छ न, बज्नु न सुन्नु। अनि बाबु यो उताटिको मट्टे मुसु मुसु हाँस्ने चाहिँ कुन बाबु हो नि? ती बाबुसँग बाँसको यत्रो यत्रो घुचा छ बाजे त्यहाँ हेर्नु त। हो बाँसको सोते जस्तो देख्दैछु हो। त्यो बाँसुरी भन्छ बाजे त्यो। हो बाँसुरी हो त, यो पहिलादेखि सुनिआएको बाँसुरी। यो बजाउनु बाबु एकचोटि सुन्नु। भयो बाबु भयो, यो बाँसुरीको धुन सुन्दा पनि साह्रै आनन्द आउँछ बाबु। अनि बाबु खोइ त बसेरै कुरा गरौँ ल एकछिन, साह्रै ढाड दुख्यो मेरो त। हुन्छ बाजे बसौँ। बस्न पनि अब धेरै बेर नबसौँ बाजे। अनि बाबु यो गुरु कलालाई खानाको व्यवस्था के कस्तो छ? मैले सुने अनुसार राम्रै छ, मिष्ठान्न भोजन प्राप्त भइरहेछ। ओहो बडो दिव्य। अनि यति ठुलो उद्देश्यले यो भागवतको आयोजना गर्नु भएको रहेछ बाबु, र म पनि यो पुण्य ठाउँमा आइपुगेँ। मलाई धेरै खुसी लाग्यो, आनन्द लाग्यो बाबु। बाजेले पनि पूर्वजन्ममा कुनै पुण्य काम गरेरै तपाईँलाई डोर्याएर तपाईँको खसीको पैसा उर्लाबारीमा सकेर हिँड्दै हिँड्दै यता डोर्याएर ल्याए बाजे। हो नि बाबु, मैले यसो कता कता सुनेको भागवत लागेको ठाउँ त कुनै ठुलो तीर्थ स्थानभन्दा पनि ठुलो हुन्छ अरे भने सुनेको थिएँ बाबु। आज यस्तो दिव्य ठाउँमा आइपुगेँ म, बडो खुसी छु बाबु आज मेरो मन। अनि बाजे तपाईँ त्यो बेला बेला फुटबल पनि खेल्नुहुन्छ कि क्या हो? रोनाल्डो मेसीको फेरि फ्यान हो कि क्या हो? त्यो भकुन्डो जस्तो पछाडि बोकेर एउटा पोको बोकेर हिँडिरहनु भएको छ। बाबु यो डडाउन अनि मेसी पेटीकोट भन्छ बाबु। त्यो म्याक्सी पेटीकोट त मेरो बुढीले म त लाउँछ, अब म त लाउँदिनँ। मेसी भनेको क्या बाजे? मेसी फुटबल थाहा छ नि? फुटबल भकुन्डो। भकुन्डो त लात्ताले हाने यसो डिस गर्दै। कि बाजेको ढाडमा चाहिँ लात्ताले हानेर त्यो निस्केको हो त बाजे? ए बाबुले यो ढाडको पोकोको कुरा गरे होला। हो हो, यो पोकोको कहानी धेरै लामो छ बाबु। धेरै लामो छ भने चाहिँ नभनौँ बाजे, छोटो छोटोमा भन्ने भने चाहिँ भनौँ। ल ठिक छ, सुन्न इच्छा गरिहालेँ म भन्छु नि त बाबु। अब पहिले नै अब तिम्रो हजुरआमा क्या मेरो श्रीमती, उहाँ अहिले हुनुहुन्छ कि हुनु न बाजे? उहाँ त बितिसक्नुभयो। अनि एक दिन तिजको बेला थियो, अनि सबै गाउँले चेलीहरू तिजमा सुन्दर सुन्दर गहना लाएर चम्नात्दै हिँड्दा रहेछ। अनि बुढीलाई पनि गहना लाउने इच्छा भएछ बाबु। अब म त अलिक गरिब त्यो सुनका गहना किन्न त कहाँ सक्थेँ र बाबु। अनि यसो बजार गएर त सुनभन्दा कम छैन, हराइमा डर छैन भन्ने किनेर ल्याएर लगाइदिएँ। बुढी मक्ख भएर नाच्न गएकी थिएँ, त पल्ला गर्की चोथाले लगेर सुनाइदिएछ कि यो त नक्कली गहना हो भनेर। अनि बेलुका खेतमा काम गर्न गएको थिएँ, आउँदा खाना पकाउँदै रहेछ। बुढी भोक लाग्यो, अब खाना दिन हो भनेर भनेको, तिमीलाई बुढा खाना भनेर त्यही पकाउँदै गरेको डाँडोले हानेको थियो अब यत्रो फोको उठ्यो। अरे बाजे यो त मेरो पनि भइरहन्छ, तर मेरो त फोको उठेकै छैन। मेरो त उठ सायद तिम्रो हजुरआमाले चिनो छोड्दै गएको हेर्ने नि बाबु। अनि बाबु अब यत्रो पुराण आज कति दिन भयो यो बाबु यो पुराण लाग्यो? आज 3 दिन भयो बाजे। हो 3 दिन। अब कति दिन छ?
अब हामीसँग 6 दिन छ बाजे। बाबु म त यो 6 दिन अब तिम्रै घरमा बस्छु अनि बिहान सबैले उठेर पूजा गर्न आउँछु अनि दिउँसो कथा सुन्न आउँछु। 7 दिन त म यसरी बिताउँछु बाबु। हुन्छ बाजे, तपाईँलाई हामी यहाँ सबै व्यवस्था गर्छौँ। पछाडिबाट अरू बाजेहरूले होइन हामी यस्तै कुरा सुन्ने कि भजन पनि सुन्ने भनेर गाली गर्न थालिसक्नुभयो बाजे। यहाँको त उद्देश्य पनि ठुलो राम्रो रहेछ। मसँग त धेरै छैन बाबु, यसो गोडा 30 नोटहरू छन्। अब धेरै त सक्दिनँ बाबु। तीर्थ हिँडेको मान्छे यो पैसा नपुगेर खलासीले पनि आधी बाटोमा उतारिदियो। यही भए पनि मलाई दान गरे बाबु। त्यो हाम्रो यहाँ हामीले दानपेटीको राखेको छौँ बाजे। तपाईँसँग खर्च छैन भने त्यो राख्नु, यहाँ आएर पैसै दिनुपर्छ भन्ने पनि छैन। तपाईँ यति बुढो मान्छे, वृन्दावन हिँडेको मान्छे यो सुन्न आउनुभयो, हामीलाई त्यही नै खुसीको कुरा हो बाजे। तपाईँले आएर यहाँ सुनेरै मात्रै साथ दिँदा पनि हामीलाई धेरै ठुलो पुण्य प्राप्ति हुन्छ। बाबु मान्छे जन्मेर आउँदा नाङ्गै आयो, मरेर जाँदा पनि नाङ्गै जान्छ। यो सम्पत्तिको किन लोभ गर्ने बाबु? अब दुःख सुख खाइएकै छ, बसेकै छ। अब यही भएको पनि अब यत्रो मन्दिर तीमाथि उद्देश्य पनि धेरै राम्रो, धेरै नभए पनि थोरै त सहयोग हुन्छ नि बाबु। त्यही भएर म यही दान गर्छु बाबु। म हुन्छ, बाजेले हामीलाई दान गर्नुभयो, उहाँसँग भएको सबै पैसाहरूको यहाँ उहाँको लागि जोरदार तालीले सम्मान गर्दै बाजेलाई के गरौँ बाजे? अब तपाईँ वृद्ध मान्छे, अब आराम गर्न जानुहुन्छ कि के गर्नुहुन्छ? अब बाबु म त एउटा भजन नाच्छु। हुन्छ हुन्छ बाजे, सम्हालेर नाच्नु होला बाजे। फेरि तपाईँको यही भजन नै अन्तिम भजन नहोस्। होइन बाबु, त्यस्तो हुँदैन। नाचेरै तिम्रो हजुरआमालाई भट्याएको हो। नाच्न त सकिएको छैन, अलिअलि जसो तसो। बाबु पनि आउनु त, सँगै नाचौँ दुईजना। पछाडिबाट अर्को हजुरआमाले पनि हेरिरहनु भएको छ। कुन हजुरआमाले हेर्नु भएको छ फेरि? होइन हेर्न त सबैजनाले हेर्नु भएको छ बाबु। ल आउन त बाबु, दुईजना भएर नाचौँ। नाचौँ बाजे, नाचौँ। वृन्दावनको बुवाको नाच पनि हेरौँ, हामी पनि सघाउँ न उहाँलाई। एक्लै होइन, एक्लै मात्र नाच्नु नजाउँ, हामी पनि आफ्नो ठाउँबाट उठेर यो भजनमा सबैजना सहभागी बनौँ। भक्तवत्सल भगवानको रातो सारी राधाले लगाउँदा कृष्ण तिमीले बाँसुरी बजाउँदा हो रातो सारी राधाले लगाउँदा कृष्ण तिमीले बाँसुरी बजाउँदा भक्तको मन कसरी बुझाउँदा, भक्तको मन कसरी बुझाउँदा, रातो सारी राधाले लगाउँदा कृष्ण तिमीले बाँसुरी बजाउँदा यमुना नदी पारुला, भक्तको मन कसरी बुझाउँदा, भक्तको मन कसरी बाजेको लागि जोरदार ताली। पूर्णिमा रातको चन्द्रमा जस्ता प्रभुको महारानी, भक्तको जिन्दगी प्रभु प्रभुले संसार। पूर्णिमा रातको चन्द्रमा जस्ता प्रभुको महारानी, प्रभुले भक्त